एक ठोको कमीको महसुस हुन्छ किन मन परे सानो मामु बिचरा यस्तो दिनभरि धुवा खाएर है काम गर्ने गाह्रो छैन त र पनि मान्छे जफ दिँदैन हो त नि यस्तो भएन उस्तो भएन अनि त्यो त ल ठिकै छ होइन नबस्ने कुरा नबस्ने भन्न पाइ कति धेरै महँगो लिएको नि फलानीले भन्दाखेरि चाहिँ अनि 2000 मा गर्दैन फलानीले त 2000 मा गरिदिएको 500 मा गर्दैन त्यो क्रिम कति हालेर कति महँगो हालेर त्यो बुझे छैन होइन तपाईँले त अझ यो पनि होला ठाउँ ठाउँमा गर्नुहुन्छ नि त ठाउँ ठाउँ अनुसारको प्राइस पनि छुट्टै होला होइन त्यस्तो हुँदैन कपाल हेरेर हो लामोलाई लामै पैसा छोटालाई छोटै पैसा तर कुनैको ठाउँ अनुसार पनि हुन्छ नि त जस्तै हाम्रो एउटै लुगालाई त ठाउँ अनुसार हुन्छ त्यसरी चाहिँ मिल्ने जस्तै पनौटीको छुट्टै गाउँहरूको छुट्टै मैले त घरमै बसेर उ गर्ने हो अब त्यो सस्तोमा भाडा तिर्नु पर्दैन एक्स्ट्रा खर्च परेन सामानहरू सबै छ तपाईँको नि सबै छ मेकअपदेखि लिएर कपाल बनाउनु सबै छ अब के गर्नु पाइन्छ खोल्नु सबै छ गर्छु त अनि घरमा बसेर गर्छु होइन त्यो त अलिकति सस्तै नै रेन्ज तिर्ने नतिर्ने त डिफ्रेन्टै हुन्छ नि त त्यसरी हो तर कतिले चाहिँ बुझ्दैन नि त मान्छेहरूले त्यो होइन कति महँगो लिएको भन्ने जस्तो हुन्छ नि त त्यस्तो बुझाउनै सकिँदैन कोहीले त बुझाउनै सकिँदैन चाहेर पनि बुझाउन सकिँदैन त्यो सित्तैमा गर्दैन हुन्थ्यो जस्तो पनि यो सिक्नलाई लगानी हाम्रो कत्रो छ मेहनत कत्रो छ है अनि त्यो तपाईँहरूको वर्गमा चिनजानेको मान्छे आफन्त आउनै पर्यो है अनि यसमा पनि पसलमा होटेलमा अब तरकारी पसलै भनौँ अथवा यस्तैमा होइन यो चिनेको मान्छे बढी आउने ठाउँ हो क्या सित्तैमा गर्न पाए हुन्थ्यो सित्तै गर्दै हुन्थ्यो जस्तो त्यो त्यस्तो त गरिसक्यो मिलाउनु त अब